मध्य प्रदेश सरकारले 2081 सालमा दिगो वन व्यवस्थापन कार्यविधि भन्ने पास गरेको छ मध्य प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाटै, क्याबिनेटबाटै। र त्यसमा के छ भने जुन हाम्रा वन नेचुरल रूपमा रहेको वन त्यो भित्र भएका रुखहरू तपाईको एकदम बुढो पनि भइसक्यो, त्यो भित्र धोद्रो पसिसकेको छ, माथि ठिङ्रिङ्ग उभिएको काँचो जस्तो देखिन्छ। तर हजुरले अहिले व्यवस्थापन गरिरहेको छ बारा जिल्लामा, खास गरी 4वटा सामुदायिक वन उपभोक्ता समूह मार्फत दिगो वन व्यवस्थापनको कटान भएको छ। त्यसमा गएर पनि स्थलगत हेर्न सकिन्छ। त्यहाँ तपाईको भित्रभित्रै होल परिसकेको, रोग किराले खाइसकेको, एकदम मेच्योर्ड, त्यसको आयु पुगिसक्यो हो, त्यस्तो रुखहरू धेरै मात्रामा रहेको छ। वन व्यवस्थापन भनेको सबै चाहिँ वैज्ञानिक हुन्छन् र यसमा चाहिँ वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापनका कुरा गर्दा जसरी हामीले आफ्नो खेतमा लगाएको बालीलाई चाहिँ सर्टेन टाइम पछि चाहिँ त्यसलाई भित्राउने समय आउँछ, त्यसै गरी नै वनमा रहेका रुखहरू पनि आफ्नो रोटेसन एज पार गरिसकेका रुख बिरुवाहरू चाहिँ हामीले क्रमैसँग निकाल्दै र तल चाहिँ पुनरुत्पादन अभिवृद्धि गर्ने कार्यहरू गरिरहेका हुन्छौँ। र हामीले देख्न सक्छौँ मान्छेलाई पनि लागिरहेको हुन्छ चाहिँ खडा रुखहरू ढालिरहँदा मान्छेले विभिन्न थरी कुरा काटिरहेको अवस्था हामीले सुनिरहेका छौँ। र यही मार्फत हामी भन्न चाहन्छौँ, देखाउन चाहन्छौँ कि तपाईहरूले यो रुखलाई चाहिँ एकदमै राम्रो रुख भनेर बाहिरबाट हेर्दाखेरि चाहिँ एकदमै राम्रो र यसबाट 319 क्युफिटको आकलन गरिएको थियो हामीले मूल्याङ्कन, प्राविधिक मूल्याङ्कन। तर अब फिल्डमा आएर हेर्दाखेरि चाहिँ यो अब मूल्याङ्कन अनुसार त आउने कुरै भएन। अहिले चाहिँ यो यत्रो विशाल रुखबाट कुनै पनि काठ उत्पादन नहुने अवस्था छ। खास गरी हामीले पुनरुत्पादन कटान भन्छ। रुखलाई यसरी काट्ने कि काटिसकेपछि फेरि त्यहाँबाट रिजेनेरेसन पुनरुत्पादन हुन्छ र त्यो पुनरुत्पादन भएको बिरुवाहरू फेरि रुखको रूप लिन्छ भन्ने उद्देश्यले बनाइएको हुन्छ र त्यसलाई विभिन्न तपाईको कम्पार्टमेन्टमा बाँडिएको हुन्छ। कम्पार्टमेन्टभित्र सब कम्पार्टमेन्ट हुन्छ हैन। र त्यसरी भनौँ न एउटा साझेदारी वनमा त अझ थुप्रो नै हुन्छ, एउटा कम्पार्टमेन्टभित्र 8वटासम्म सब कम्पार्टमेन्ट हुन्छ। र सामुदायिक वनमा पनि त्यसरी नै ब्लकभित्र कम्पार्टमेन्टभित्र सब कम्पार्टमेन्ट गरेर एउटा कम्पार्टमेन्टको, एउटा ब्लकको एउटा कम्पार्टमेन्टको रुख कटान गर्ने गरेको हुन्छ। र त्यहाँ हामी वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनलाई मध्यनजर गरेर त्यहाँभित्रका माउ रुखहरू छोडेर, जुन बिउको लागि रुखहरू छोडेर बाँकी सबै रुखहरू हामी कटान गर्ने गरेका हुन्छौँ। र त्यहाँभित्र एकदम सरसफाइ प्लट क्लियरेन्स गर्छौँ, जसले गर्दाखेरि के हुन्छ भने फेरि बिउ झर्छ र बिउ झरेपछि बिउबाट जुन फेरि रुखहरू पलाउँछ त्यो रुखहरू हेल्दी हुन्छ, त्यसले हावा पाउँछ, पानी पाउँछ र वन नै हेल्दी हुन्छ भन्ने उद्देश्यले दिगो वन व्यवस्थापन प्रणालीमा भनौँ न यो देशभरिमै भइरहेको छ। लुम्बिनी प्रदेशले पहिला सुरुवात गर्यो र मध्य प्रदेशले 2081 सालमा कार्यविधि बनाएर अहिले हामी विभिन्न ठाउँमा वन व्यवस्थापन कार्ययोजना बनाएर यो काम गरिरहेका छौँ। अहिले हामी प्रगतिशील सामुदायिक वन उपभोक्ता समूह जितपुर सिमरा 4 को वन क्षेत्रमा छौँ र यसमा वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना स्वीकृत गरी पुनरुत्पादन कटानको कार्य यो वर्ष सुरु भएको छ। र यहाँ हामी देख्न सक्छौँ यो 4 इन्ची रिङ लगाइएको रुख माउरुखको रूपमा राखेका छौँ र प्रति हेक्टर 15 देखि 25 वटा माउरुख हुने गरी प्लटमा छोडेर हामी बुढा रुखहरूलाई यो क्षेत्रमा कटान गर्ने गर्छौँ। यसमा खास गरी सबभन्दा पहिला वन व्यवस्थापन कार्ययोजना बनाइन्छ। वन व्यवस्थापन कार्ययोजना भइसकेपछि प्रत्येक जङ्गलको ब्लक, कम्पार्टमेन्ट, सब कम्पार्टमेन्टमा छुट्याइन्छ र प्रत्येक कम्पार्टमेन्ट, सब कम्पार्टमेन्टमा ट्यागिङ गरिन्छ र त्यो रुख ट्यागिङ गर्दाखेरि हामीले प्रत्येक रुखमा ट्याग लगाएका हुन्छ भने जस्ता पातामा लेखेर रुखको नम्बर लेखिया हुन्छ कटान गर्नुपर्ने रुखहरूको। र त्यो कटान गर्ने रुखहरूको प्रत्येक रुखको GPS पोइन्ट हुन्छ हामीसँग, त्यसको प्रत्येकको हाइट हुन्छ, प्रत्येकको डायमिटर हुन्छ र त्यसरी गरेर पुरै कार्ययोजनामा व्यवस्थित गरेको हुन्छ। र यसरी व्यवस्थित भइसकेपछि मात्र त्यसपछि हामी त्यो
कम्पार्टमेन्टमा काटिने रुखहरूको छपान गर्छौँ। छपान सामुदायिक वन उपभोक्ता समूहमा प्राविधिकको सहयोगमा सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन उपभोक्ता समूहले गर्छ र यसरी छपान भइसकेपछि त्यसलाई फेरि त्यो छपान चेक हुन्छ अनि डिभिजन वन कार्यालयले 15% छपान चेक गर्छ र त्यसरी छपान चेक भइसकेको ठाउँमा पुनः प्रदेश वन निर्देशनालयले त्यसमा 5% को हाराहारीमा तपाईँको छपान चेक गर्छ र त्यति छपान चेक भएर आइसकेपछि बल्ल डिभिजन वन कार्यालयले त्यो रुखहरू हटाउने या काट्ने आदेश दिन्छ र त्यो पनि प्राविधिकको रोहबरमा, एउटा वन प्राविधिक नभइकन, कम्तीमा हामी त्यो रोहबर नभइकन त्यो रुखहरू कटान गर्दैनौँ। वन सम्वर्धन प्रणालीमा आधारित जुन हामी रिजेनरेसन भनौँ न, रिजेनरेसनको लागि जुन कटान गर्ने गरेका हुन्छौँ, यसमा एकदम हेल्दी रहेका या बिउ उत्पादन गर्न सक्ने लगभग तपाईँको 25 माउ रुख प्रति हेक्टरमा छोडिन्छ, जुन हाम्रो वन व्यवस्थापनको यो कार्यविधिले पनि भनेको छ। र त्यो छोडेर सालका वन छ भने सालका सबै रुखहरू काटिन्छ र बाँकी अनवान्टेड स्पेसिस भन्छ होइन, साल रुखमा यदि डिस्टर्ब गर्ने प्रजातिहरू छन् भने त्यो पनि काटिन्छ र जडीबुटी जन्य प्रजातिहरू जस्तो हर्रो, बर्रो, अमला लगायतका रुखहरू पनि छोडिन्छ र त्यसरी हामीले त्यो कटान भइसकेपछि त्यसलाई प्लट क्लियरेन्स गर्छौँ र त्यसलाई टोटल त्यसमा फेरि कटान भइसकेपछि ठुटामा पनि हामी नम्बरिङ गर्छौँ होइन, रुखमा पनि नम्बरिङ, काटिसकेको रुखमा नम्बरिङ गर्छौँ र त्यहाँबाट प्राप्त हुने गिन्डाहरूमा जुन गोलियाहरू निस्किन्छ त्यसमा पनि नम्बरिङ र ट्यागिङ गरिएको हुन्छ भने चाहिँ एकदम पारदर्शी हुन्छ र प्रत्येक रुखको तपाईँको GPS पोइन्ट हुन्छ र त्यसले गर्दाखेरि दुरुपयोग हुने कुनै सम्भावना हुँदैन र एउटा रुखबाट कति निस्किन्छ भन्ने कुरा त्यहाँबाट अब धोद्रो लागेको रुख छ भने त्यही अनुसारको क्यालकुलेसन हुन्छ, नभए एउटा रुखमा नर्मली कति काठ दिन्छ त्यति काठ हाम्रो आउँछ र त्यसमा साइज अनुसार बजारमा जान सक्ने साइज अनुसारका गोलियाहरू कटान गरिन्छ। दाउरालाई छुट्टै चट्टा बनाएर राखिन्छ घाटगद्दीमा, त्यस्तै काठहरू पनि घाटगद्दीमा सारिन्छ, प्लटलाई क्लियरेन्स गरेर त्यहाँ बिउ झरेर फेरि पुनरुत्पादन हुन्छ भन्ने हिसाबले हामी वन व्यवस्थापनका कार्यहरू गरिरहेका। बारा जिल्लाको हकमा पथलैया सामुदायिक वन उपभोक्ता समूह जुन यो जितपुर सिमराको वार्ड नम्बर 1 मा पर्छ, त्यस्तै जितपुर सिमराकै वार्ड नम्बर 4 मा पर्ने प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहमा गरेका छौँ। त्यस्तै तेस्रो भनेको तामागढी सब डिभिजन अन्तर्गतको बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहमा छ र चौथो भनेको जनज्योति सामुदायिक वन उपभोक्ता समूह निजगढमा रहेको छ। यो 4वटा वन उपभोक्ता समूहबाट हामी यसपालि नै कार्ययोजना स्वीकृत भइसकेको हुनाले र उपभोक्ता समूहको निर्णय बमोजिम कटान सुरु भएर कटान पनि सम्पन्न भइसकेको छ र अहिले अब घाटगद्दीदेखि लिएर काठलाई व्यवस्थापन गर्ने चरणमा हामी छौँ। यहाँ थुप्रै वनमारा थियो, अब सिन्दुरेले चाहिँ यहाँ यसको अत्याधिक यसको प्रभाव थियो बिरुवाहरूलाई। अब यसलाई कसरी यो बिरुवा चाहिँ पुनरुत्पादन कसरी गर्न सकिन्छ, कसरी संरक्षण गर्न सकिन्छ भनेर चाहिँ हामीले वनसँग पनि समन्वय गऱ्यौँ, प्राविधिकहरूसँग समन्वय गरौँ भन्दा यसरी गर्नुपर्छ भन्ने कुरो भयो। त्यसैले हामीले चाहिँ यहाँको झाडी, सिन्द्रे, वनमारा सब सफा गरेर त्यसपछि अहिले यो पात पतिङ्गर समेत हामीले सफा गर्दैछौँ। जहाँ जहाँ सफा हुँदै गएको छ त्यहाँ बिरुवाहरू, सालको बिरुवाहरू चाहिँ एकदम राम्रोसँग निस्किरहेछ। यहाँ समिति अब वन यो कटनी भएपछि हामीले दाउराहरू, काठहरू सस्तो मूल्यमा, अब हामीले पहिला काठ नपाएर धेरै समस्याहरू थियो हामीले होइन, अब अहिले काठहरू पाएर हामीले सस्तो मूल्यमा हामीले घरहरू बनाउनु अब काठको सुविधा पाइरहेछौँ, काठ दाउरा सबै सुविधा। अब समितिलाई पनि अलिअलि आम्दानीको स्वरूप, समितिमा आम्दानी भयो भने हामीले रोजगारी पाउने हो होइन, समितिमा आम्दानी नभए हामीले रोजगारी पाइँदैन। अनि त्यही भएर समितिमा जति आम्दानी भयो हामीले पनि रोजगारी पाउने हो। काठ दाउरा अहिले हामीले पाइरहेछौँ, समस्या छैन। पहिले धेरै समस्या थियो काठ नपाएर। अब यस्तो हो वैज्ञानिक वन त्यति बेलाको वैज्ञानिक वन व्यवस्थापन भनौँ त्यो पनि वन सम्वर्धन प्रणालीमै आधारित रहेर गरिएको थियो र त्यति बेला लुम्बिनी प्रदेशबाट खास गरी सुरु भएको थियो, अन्य प्रदेशमा पनि यहाँ बारा जिल्लामा पनि थोरै हदसम्म काम भएको थियो र त्यति बेला जनतालाई हामीले बुझाउन सकेनौँ, र वन भनौँ न काठ व्यवस्थापनका कामहरूमा पनि हाम्रो यो कानुनी अडचनहरूले गर्दाखेरि ठोलै व्यवस्थापन गर्न ढिलो भएको थियो। त्यसकारण त्यति बेलाको राजनीतिक नेतृत्वले, प्राविधिक नेतृत्वले होइन या प्रशासनिक नेतृत्वले होइन, राजनीतिक नेतृत्वले
होइन यो धेरै रुख कटान हुँदो रहेछ, यसको काठ व्यवस्थापन गर्न गाह्रो हुन्छ भन्ने उद्देश्यले त्यति बेलाको सरकारले त्यसलाई रोक मात्रै लगाएको थियो। यद्यपि यसलाई नगर्ने भनेर भनेको थिएन, यसको अध्ययन गरेर पुनः सुचारू गर्ने भन्ने कुरा थियो। त्यसपछि देश सङ्घीयतामा गयो, विभिन्न प्रदेशमा यो वन व्यवस्थापन प्रणाली, राष्ट्रिय वनको व्यवस्थापनको अधिकार प्रदेश सरकारहरूमा गयो र त्यसपछि लगत्तै प्रदेश सरकार बनिसकेपछि लुम्बिनी प्रदेश सरकारले यो दिगो वन व्यवस्थापन भन्नाले वन सम्वर्धन प्रणालीमै आधारित रहेर दिगो वन व्यवस्थापन प्रणालीको सुरुवात गर्यो। त्यहाँ अहिले कुनै पनि बाधा व्यवधान अडचन आइरहेको छैन भनेपछि अलिकति थोरै समयपछि मध्य प्रदेश सरकारको पनि क्याबिनेटबाट दिगो वन व्यवस्थापन कार्यविधि पास भएको छ र त्यो पास भएको कार्यविधिलाई टेकेर यहाँ वन व्यवस्थापन कार्ययोजना पास भएको छ र त्यो कार्ययोजनाको अधीनमा रहेर उपभोक्ता साझेदारी वन व्यवस्थापन समूहको निर्णयअनुसार, सामुदायिक वन व्यवस्थापन समूहको निर्णयअनुसार यहाँबाट बकाइदा रुखमा गएर कार्ययोजना बनाएको छ र त्यो कार्ययोजना साझेदारीको हकमा त अझ प्रदेश वन निर्देशनालयबाट पास भएको छ, सामुदायिकमा डिभिजनल वन अधिकृतले गरेको छ र त्यसमा एकदम टेक्निकली प्रत्येक बुटामा गएर ट्यागिङ गरिएको छ, ट्यागिङ रुखहरू मात्रै काटिएको छ। ती कुराहरू जनतालाई बुझाउन पनि हामीले सफल भएका छौँ, राजनीतिक नेतृत्वहरूलाई बुझाउन पनि सफल भएका छौँ र हामी व्यवस्थित हिसाबले काम गरिरहेका छौँ। अब रह्यो कुरा कतिपय हाम्रो पुरानो पारा के छ भने रुख काट्नै हुँदैन, होइन, रुख काटिहाल्यो भने पुरै जङ्गलै विनाश हुन्छ भन्ने जुन कन्सेप्ट छ। अब अहिले यदि हजुरले जनताको भनौँ न जनताको मागलाई आपूर्ति गर्न सक्नु भएन भने विभिन्न प्रकारका वितण्डाहरू निस्किन्छन्, त्यहाँ चोरी निकासी एकदम वृद्धि हुन्छ। पहिलो कुरा जनतालाई काठ आपूर्ति गर्न गाह्रो हुन्छ। दोस्रो कुरा देशको राजस्व पनि त्यो भनौँ न सर्न लागेको मरिसकेको भित्र धोद्रै भएको रुखहरू कटान गर्दाखेरि तपाईँको राजस्व पनि वृद्धि हुन्छ र भनौँ न धेरै मात्रामा राजस्व आउँछ। त्यो कुराहरू हामी राजनीतिक नेतृत्वलाई, किनभने अब कार्यविधि पास गर्ने राजनीतिक नेतृत्वलाई नै हो र त्यो राजनीतिक नेतृत्वले पास गरिसकेको अवस्थामा हामी यो प्र्याक्टिस गर्न थालेका छौँ। अझै ग्रामीण भेगका जनताहरू अझै पनि बुझ्न बाँकी रहेको छ, त्यसलाई हामी बुझाउने प्रयासतर्फ पनि लागेका छौँ।